ल साथीहरू हेर्नुस् तपाईहरुले यहाँ तोरी तोरी फलेको छ। तोरी हेर्नुस् अहिले भर्खरै तोरी तपाईको तोरीबारी है। यो तोरीबारी हेर्नुस् यहाँ दुई किसिमको तोरी हुन्छ। एउटा तपाईको हरियो तोरी र एउटा कालो तोरी हुन्छ। अब यो हाम्रो गाउँको घरमा रहेको जमिनमा 6 कठा जमिनमा रहेको उत्पादन भएको तोरी, यी ठुलो बुवाहरुको तोरी या साथीभाइहरुको तोरी, यो सबै तोरी यहाँ तपाईको लगाइएको छ। हेर्नुस् यो तोरी एकदमै पछि राम्रो ढंगले चाहिँ यो तोरी फलेको छ। त्यहाँ घर यता तोरी अब 2-3 महिनापछि यो तोरी चाहिँ के भनेदेखि बन्छ। यो दुई किसिमको तोरीहरु हुन्छ। एउटा तपाईको कालो तोरी र एउटा पहेँलो तोरी र दुईटै राम्रो नै मानिन्छ। र यो तोरी तपाईको भोलि पर्सि मनको 5000, 5500, 6000 सम्म पनि पुग्छ यसको दाम भाउ। र शुद्ध तोरी को तेल खानु छ भने यसरी तोरी लाउनु पर्ने हुन्छ। र शुद्धताको दृष्टिकोणले तोरीलाई पिसेर खाएको तेल चाहिँ राम्रो। अब बजारमा विभिन्न किसिमको बजारीकरणमा हरेक किसिमका चाहिँ मिसावटयुक्त तोरीका तेलहरु लगायत अरू विभिन्न तेलहरु पाइन्छ। त्यो चाहिँ स्वास्थ्यको दृष्टिकोणले राम्रो हुँदैन। यो आफैले तोरी फलाएर अनि मिलमा लगेर पिसेर खादा चाहिँ अत्यन्त चाहिँ के भनेदेखि राम्रो स्वास्थ्यको दृष्टिकोणले भन्ने मान्यता हामी सबैले बुझेको कुरो हो। र यो तोरीको हेर्नुस् यो उत्पादन यसरी भइराछ। भोलि पर्सि तोरी फल्छ, मिलमा लगो काटो दानाहरु भेला पारेर मिलमा लगेर चाहिँ अनि तेल पिसाएर चाहिँ तोरी निकाल्ने काम गरिन्छ। धन्यवाद।